आफूले गुमाएको चिजहरूलाई झन् धेरै सम्झिन मन लाग्ने कि कति माया गर्थ्यो साथीहरू मेरो भाइले एकदमै माया गर्थ्यो। माया गर्ने मान्छेहरू त धेरै समय आफूसँग नबस्दो रहेछन्। चर्चित टिकटकर तथा समाजसेवी किबिना मकर युकेबाट लाइभ आएर थुरु थुरु रुँदा सबै दर्शक यति बेला भावुक बनेका छन्। वास्तविक के रहेछ त आउनुहोस् यो पुरा जानकारी यसै भिडियो मार्फत दिनेछौँ। यो भिडियो अन्तिमसम्म हेरेर मनमा लागेको प्रतिक्रिया तल कमेन्ट बक्समा जानकारी गराएर हामीसँगै जोडिनुहोला। हामी दिनेछौँ हरेक दिन यस्तै नयाँ र ताजा अपडेटहरू। गिबिना मगरले आफ्नो भाइ र आमालाई सम्झेर भावुक हुँदै लाइभ मार्फत सबै नेपाली दर्शकलाई दुःख भोग्दै धरधरी रोएको भिडियोले सामाजिक सञ्जाल छले तातेको छ। मलाई मेरो भाइले धेरै माया गर्थ्यो भन्दै भाइ र आमाको सम्झनाले थुरु थुरु रोइन् समाजसेवी गिबिना मगर। सामाजिक सञ्जालमा अहिले समाजसेवी गिबिना मगरको एउटा पुरानो भावुक भिडियोले फेरि भाइरल भइरहेको छ, जसमा उनी आफ्ना दिवंगत टाढा रहेका भाइलाई सम्झिँदै थुरु थुरु रोएको दृश्य हामी प्रत्यक्ष मात्रामा देखिरहेका छौँ। हाल अमेरिकामा रहेकी किबिना मगर उक्त भिडियोमा आफ्ना सहकर्मीहरूसँग फलक बनाइरहेकी बेला अचानक एक्लै बसेर भावनामा डुबेर आफूलाई सम्हाल्न नसकेको भिडियोले सामाजिक सञ्जाल छने तातेको थियो। भिडियोमा उनी निकै भावुक हुँदै भन्छन् कि आफ्ना भाइलाई धेरै सम्झिरहेकी छिन्, जसले उनलाई आत्मीयता माया गर्थ्यो। मलाई मेरो भाइले धेरै माया गर्थ्यो, तर माया गर्ने मान्छेहरू धेरै समय साथ नबस्ने रहेछन् भने उनको भावुक अभिव्यक्तिले धेरै दर्शकको मन छिया भएको थियो। यति बेला किबिना मगरको त्यो भिडियोले सामाजिक सञ्जाल निकै तातेको छ। कतिपय दर्शकले किबिना मगरलाई सान्त्वना दिइरहेका छन् सामाजिक सञ्जालबाट। दिन दुखीहरूलाई सहयोग गर्दै आइरहेकी किबिना मगर काटेको घाउमा मलम बनेर पुग्ने गर्थिन्। यति बेला आफ्नो श्रीमानसँग युकेमा रमावती गरेको भिडियो पनि सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ। गिबिना मगरले जीवनमा कहिले हाँसो त कहिले पीडा ल्याउने बताउँदै आफूले भित्रको दुःख लुकाउन कहिलेकाहीँ हाँसोलाई सहारा बनाउने गरेको पनि उल्लेख गरेकी छिन्। त्यो भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा धेरैले उनलाई सहानुभूति जनाउँदै भाइको सम्झना कहिले मेटिँदैन भावुक प्रतिक्रिया पनि दिइरहेका छन्। सामाजिक सञ्जालमा किबिना मगरलाई एउटा साहसी नेपाली चेली भनेर पनि सारा नेपाली दर्शकले भन्दै आइरहेका छन्। यति बेला अम्बिकामा रमाउँदै गरेकी किबिना मगर कति बेला भाइ र आमाको सम्झनाले विक्षिप्त भइरहेकी हुन्छन्। आदरणीय दर्शकबिन यो भिडियो कुन देशबाट हेर्दै हुनुहुन्छ, कस्तो लाग्छ, जस्तो लाग्छ त्यस्तै सुझाव सल्लाह दिन पनि अवश्य नभुल्नुहोला।